नमस्कार साथीहरू। ल हेर्नुस् है मेरो ठाउँ हेर्नुस्। म चाहिँ अहिले चाहिँ ढाका लाएर तलतिरबाट माथितिरबाट तलतिर झरिरहेको छु है। कुनै बेलामा हामीले यो पनि वन पनि फाँडेको ठाउँ हो है। कस्तो देखिएछ ल हेर्नुस्। अहिले पनि घाँस त रहेछ। 2019मा चाहिँ हामीले चाहिँ यो ठाउँमा चाहिँ फर्म खोल्ने भनेर भैँसीको फर्म खोल्ने भनेर हामीले चाहिँ यहाँबाट हो त्यहाँ तलसम्म फाँडेको हो है। फर्म खोलेर त्यो 19मा त कोरोनाको टाइममा त म पनि विदेशबाट आएको थिएँ होइन। अहिले चाहिँ पुरा सम्पूर्ण यता माथितिरको मान्छेहरू यताको अनि यता माथितिरको मान्छेहरू सम्पूर्ण चाहिँ सबै चाहिँ तल झरिभएको छ है। प्रायः अब माथि गाउँै छैन, घरै छैन है। त्यो बेलामा चाहिँ यतापट्टि चाहिँ यसो गरिएको थियो 2019मा। ल गर्नुपर्छ भनेको साथीहरू आजकल कहाँ गयो है। 1 वर्ष नै लकडाउन भयो नि त त्यतिखेर त। अनि अब त्यतिखेर गरे हुन्थ्यो। तर अहिले चाहिँ जे भयो नि यहाँ त्यो बेलामा फाँडफुँड गरेर पुरा ऊ पनि पायो पाउनुलाई त। पैसा पनि पाइएको थियो कति दिनको 500को दरले हो कि सबै गरेको 1-2 दिन लाग्यो क्या हो क्या। यति फाँड्दाखेरि लगभग साथीहरू कतिजना थियो टोटल धेरै नै सबैजना थियो भनौँ न। त्यहाँ तल चाहिँ फर्म भराउने भनेर पहिल्यै भैँसीलाई चाहिँ ल्याउन भन्दा अगाडि नि भैँसी ल्याएर त अब घाँस खोज्दै हिँड्न त भएन भनेर होइन। पुरा सबै गाउँले मिलेर चाहिँ गर्ने भनेको कुरो हो यो चाहिँ है। सबैले घरबाट 1जना मार्फत 200 रुपियाँ उठाएको 1जना घरको अब 2जना मिस्छ छन् 400। तर सबैले रिटर्नै पायो है। पैसा चाहिँ रिटर्नै पायो। सबै समिति नै राखेर गरेको अझै अब गर्ने नै भएको यार। अहिले लगभग त्यतिखेर गरेको भए अहिले यतिखेर चाहिँ बल्ल अलिअलि आम्दानी हुन्थ्यो होला। त्यतिखेर ल आम्दानी हुन्छ भनेर सबैजना कोही त 1-2जना त मिटिङमा नि नआएको पनि ओहो मलाई नि छोड्छौ क्या हो केटा, म नि आउँछु है भन्ने मान्छे पनि थिए कि आइज गर्ने खालको भएको नआइज भन्ने त होइन। आइज आउनुपर्छ गर्नुपर्छ भनेर पुरा अलमल आएर होइन। त्यो त गरियो यार। अहिले अब त्यही मान्छेहरू अब जताको ततै छ यार है त। होइन त्यो बेलामा के कमी भयो भन्ने कुरो केही थाहा भएन क्या होइन। त्यतिर मिटिङ गरिसकेपछि त सकभर नपाले पनि एउटा गोठ त बनाएर राख्नुपर्ने हो नि त। ल यति सेरो उति सेरो है। ल कतिजनाले रोजगार पाउँछ भैँसी हेर्न राख्ने यस्तो। अझै बिहान डायरीमा लाने डायरी नै यहीँ बनाउने हो पनि भन्ने कुरो पनि गरेको थियो। ओहो डायरी नै ल हुन्छ हामीहरू गाडी पनि किन्ने होला। भैँसी पनि ल्याएन केही पनि गरे होइन। गाडी पनि किन्ने कहिले त्यस्तै गरेर ब्याङ्क पनि खोल्नियो पनि भन्ने होइन। मैले के भन्छु भने गर्ने भनिसकेपछि एक थोक गर्ने के यो गरेर भ्या होइन। पुरा ऊ पनि गर्छु भनेर त भएन नि त त्यसरी है। अब यहाँ पनि पछि जे होस् यता पनि ठुलै बजार हुन्थ्ला जस्तो छ। भित्री बजार होइन। घरहरू प्राय भरिया छ यता पनि उता पनि ठाउँ त मैले जस ठिकै छ ठाउँ। ल सिरियो भनेर सबैजनालाई म के भन्न चाहन्छु भने त्यस्तै भइरहेछ अहिले।
यो चाहिँ कान्छेनी काँडा हो होइन। यसको चाहिँ फल पनि हुन्छ। म चाहिँ कतारतिर चाहिँ यसको फललाई चाहिँ यही फललाई चाहिँ 1500 रुपियाँ किलो पर्छ। हेऱ्यो त पाकेछ क्या, होइन रहेछ, पाकेको छैन, यो पाकेको छैन। यो पुरा टोटल यो हुनेमा हुन्थ्यो, अहिले चाहिँ यता चाहिँ रहेनछ। पहिलाको बाटो यो हो होइन। फार्मको बाटो रहेछ, यता पनि रहेछ, यहाँ नि रहेछ यो, अनि यता नि रहेछ। पहिला चाहिँ यता टोटल हुन्थ्यो कि यता है। जे भए नि यहाँ पनि रहेछ, अझै यहाँ नि रहेछ होइन। पहिलाको बाटो हो यो होइन। अहिले त त्यहाँ रोड चाहिँ माथि छ, अहिले चाहिँ यो बाटो चाहिँ त्यो म हिँड्नलाई मात्रै भएको छ होइन। सिस्नो ए ल है, यता कलकलाम्दो सिस्नो छ। अब बजारतिर बस्नेहरूले तपाईँलाई सिस्नो खान मन लाग्छ भने चाहिँ आउनु ल यहाँ। यहाँ हेर्नु कति छ सिस्नो, आउनु टप्पा टिपेर लानु, टक्क लाएर सिस्नो र मकैको पिठो सर्लक्क मिलाएर चप्पा ढेँडो खानलाई चाहिँ दामी हुन्छ। ल हेर्नु चाहिँ यही हो, उहाँ चाहिँ 18-19 रुपियाँ किलो पर्ने फल। हामीले त्यसलाई कान्छेनी काँडा भनिन्छ होइन। पाकेको रहेनछ, पाकेको भएको भए तपाईँलाई म देखाइदिन्थेँ होइन। जे भयो नि त पनि टन्नै थियो। हेर्न सक्नुहुन्छ होइन। यता पनि पट्टु घर बनिरहेको छ। अब यो ठाउँ पछि चाहिँ यो ठाउँ चाहिँ एकदम ठुलो बजार हुन्छ।